अब अर्को चाहिँ इन्डाइरेक्ट लेभलिङ भनेर हुन्छ। इन्डाइरेक्ट लेभलिङ भने कस्तो होला, जस्तै फिल्डमै गएर चाहिँ हामीले डाइरेक्ट भर्टिकल डिस्टेन्स मेजर गरेर चाहिँ गरिने लेभलिङ होला कि, अथवा कस्तो खालको लेभलिङ होला त यो भनेको चाहिँ। जस्तै हामीले डाइरेक्ट लेभलिङमा के भनेका थियौँ भन्दाखेरि चाहिँ फिल्डमा नै गएर डाइरेक्ट भर्टिकल डिस्टेन्स अथवा हाइट डिफ्रेन्स मेजर गरी गर्ने लेभलिङ नि के हो त, डाइरेक्ट लेभलिङ हो भनेका थियौँ होइन। भने इन्डाइरेक्ट लेभलिङ भनेको चाहिँ कस्तो लेभलिङ होला त, फिल्डमा नै गएर हामीले डाइरेक्टली भर्टिकल डिस्टेन्स नाप्दैनौँ, अन्य केही मेजरमेन्टहरू गर्छौँ र त्यसको आधारमा पछि चाहिँ हामीले भर्टिकल डिस्टेन्स चाहिँ रिड्युस गर्छौँ। भन्ने त के भयो त इन्डाइरेक्ट लेभलिङ, डाइरेक्टली नपर्ने भएको भएर के भयो चाहिँ इन्डाइरेक्ट लेभलिङ भयो भनेर भन्नु पऱ्यो है त। इन्डाइरेक्ट लेभलिङ भनेको के हो भन्दाखेरि चाहिँ, ल मैले यसैलाई चाहिँ पेस्ट गरेँ। फिल्डमा नै गएर डाइरेक्टली भर्टिकल डिस्टेन्स अथवा हाइट डिफरेन्स मेजर नगरी, ल मेजर नगरी, अघिसम्म हामीले मेजर गरेर गरिने भनेका थियौँ होइन, अब चाहिँ मेजर नगरी भन्दैछौँ है त। फिल्डमा नै गएर डाइरेक्ट भर्टिकल डिस्टेन्स हाइट डिफरेन्स अथवा हाइट डिफरेन्स मेजर नगरी अन्य मेजरमेन्टबाट बाट रिड्युस गरी, रिड्युस गरी भनेको त्यसबाट चाहिँ घटाएर पछि चाहिँ यसमा चाहिँ कन्भर्सन गर्ने के, रिड्युस गरी गरिने लेभलिङलाई के भन्छ त इन्डाइरेक्ट लेभलिङ भनिन्छ भनेको। जस्तै यो भने के हुनसक्यो त तपाईँले, जस्तै एङ्गल मेजरमेन्ट गरेर एङ्गलबाट चाहिँ हामीले त्यसलाई चाहिँ भर्टिकल डिस्टेन्समा रिड्युस गर्न सक्यौँ, जसलाई हामीले ट्रिगोमेट्रिक लेभलिङ भन्छौँ। अथवा तपाईँले ब्यारोमेट्रिक प्रेसर एयर प्रेसर नाप्ने हो कि ब्यारोमेट्रिक प्रेसर नापेर चाहिँ हामीले त्यसको आधारमा पछि चाहिँ हामीले उचाइको फरक निकाल्यो भने ब्यारोमेट्रिक लेभलिङ होला। हाइसोमेट्रिक लेभलिङ भनेर हुन्छ होला, जसमा पनि हामीले डाइरेक्टली भर्टिकल डिस्टेन्स नाप्दैनौँ। यिनीहरू भयो भनेको के भयो भन्दाखेरि चाहिँ यिनीहरू चाहिँ इन्डाइरेक्ट लेभलिङका चाहिँ टाइप्सहरू भयो। ल अब अगाडि नै हामीले चाहिँ योभन्दा चाहिँ अब डाइरेक्ट लेभलिङ शुद्ध हुन्छ भनेर भनिसके पछाडि चाहिँ फेरि यो त्योभन्दा अलिक कम शुद्ध हुन्छ भनेर भन्नु नपर्ला। के हुन्छ त, डाइरेक्ट जति शुद्ध छ यो हुँदैन, तर हामीले जनरल पर्पजको कामहरूको लागि चाहिँ यसलाई चाहिँ हामी विभिन्न कामहरूमा चाहिँ प्रयोग गर्न सक्छौँ। जस्तै यसको अब मेथड अफ इन्डाइरेक्ट लेभलिङहरू के हुन् त, मेथडहरू चाहिँ मेथड्स अफ मेथड्स अफ डाइरेक्ट लेभलिङको हामीले धेरै मेथडहरू पढिसकेपछि अब इन्डाइरेक्ट लेभलिङको बारेमा पनि तपाईँले मेथडहरूको बारेमा पनि ओरिनु भइसक्नु भयो होला। मेथड अफ इन्डाइरेक्ट लेभलिङ भनेको के हुन्छ होला त, ल अघि मैले भनिसकेँ तपाईँहरूलाई नि, तिनै कुराहरू नि हो यसमा पनि आउने भनेको ब्यारोमेट्रिक ट्रिगोमेट्रिक आइसोमेट्रिक के भयो त यिनीहरू सबै चाहिँ इन्डाइरेक्ट भयो होइन। अब त्यो मध्ये चाहिँ ल 1 नम्बरमा लेखौँ, त्यो मध्ये 1 नम्बरमा लेख्नु ल एउटा चाहिँ ब्यारोमेट्रिक लेभलिङ भनेर, ल के अरे सरी ट्रिगोमेट्रिक लेभलिङ भनेर, ट्रिगोमेट्रिकलाई नि हेरौँ सबैभन्दा बढी युज हुने यही त छ नि होइन, लेभलिङ भनेर। ट्रिगोमेट्रिक लेभलिङ भनेको चाहिँ कस्तो खालको लेभलिङ होला त, इन्डाइरेक्ट त हो। अब इन्डाइरेक्टमा बेस्ट कुरो डाइरेक्ट र इन्डाइरेक्टमा, डाइरेक्टमा त हामीले अब उद्देश्यमा भर पर्छ भनेर भनिसक्यौँ अगाडि नै। डाइरेक्टमा जस्तो तपाईँले चाहिँ अब बेन्चमार्क स्थापना गर्नुपर्ने छ भने 0 डिग्री गर्नुपर्छ हो। अब हाम्रो उद्देश्य के हो त, उचाइ क्यारी गर्ने हो भने चेक गर्नुपर्छ, अथवा चाहिँ अस्ट्याकल आएको छ भने रेसिप्रोकल गर्नुपर्छ, अथवा हामीले चाहिँ लिनियर फिचरमा छ भने क्रस सेक्सन र एल सेक्सन गर्नुपर्छ। भनेपछि के को लागि बेस्ट हो त, प्रपोजमा चाहिँ भर पर्छ भनेर हामीले भन्यौँ होइन, उद्देश्यमा भर पर्छ भनेर भन्यौँ हो। अब इन्डाइरेक्टमा कुन रहेछ भनेर पहिला सरले यसको बारेमा हेरौँ, त्यसपछि तपाईँहरूले आफैले पनि भनिहाल्नुहुन्छ कुन चाहिँ बेस्ट रहेछ भनेर। ट्रिगोमेट्री भनेको के हो भन्दाखेरि चाहिँ हो एङ्गल मेजरमेन्ट गरेर त्यो एङ्गलको आधारमा चाहिँ हामीले के गर्ने त, ट्रिगोमेट्री फर्मुलाको प्रयोग गरेर के गर्ने त भन्दाखेरि उचाइको फरक रिड्युस गर्ने लेभलिङले के हो त इन्डाइरेक्ट ट्रिगोमेट्रिक लेभलिङ हो भनेर भन्न सक्नुभयो। जस्तै यसलाई त ट्रिगोमेट्रिक लेभलिङ भनेको तपाईँले कुनै चाहिँ जस्तै चाहिँ पोइन्टको चाहिँ उचाइको फरक पत्ता लगाउनु पऱ्यो भने हामीले के गर्न सक्छौँ भन्दाखेरि चाहिँ यसलाई त
यहाँबाट के गर्छौँ भन्दाखेरि चाहिँ हामीले यो एङ्गल मेजरमेन्ट गऱ्यौँ भने अब यो डिस्टेन्स र यो होरिजेन्टल डिस्टेन्सको आधारमा यो उचाइको फरक त निकाल्न सक्छौँ नि होइन र उचाइको फरक भनेको यही त हो नि होइन र। हो यो लेभलिङ भने के हो भन्दाखेरि चाहिँ ट्रिगोमेट्रिक लेभलिङ हो भनेर भन्नु पर्यो है त। ल, कसरी क्यालकुलेट गरिँदो रहेछ यसमा भन्दाखेरि चाहिँ ल हेर्नु त पहिला बुझौँ अनि फेरि लेखौँला। जस्तै तपाईँले यहाँ इन्स्ट्रुमेन्ट सेटअप गर्नुभएको छ भने ट्रिगोमेट्रिक लेभलिङमा यहाँ इन्स्ट्रुमेन्ट सेटअप गर्नुभएको छ भने अब तपाईँले कुनै एउटा अब्जेक्टको यहाँ ग्राउन्डमा रहेको अब्जेक्टको चाहिँ उचाइको फरक निकाल्नु पर्ने छ अथवा चाहिँ उचाइ निकाल्नु पर्ने छ भने के गर्नु छ भन्दाखेरि चाहिँ यहाँ बसेर ग्राउन्ड टेरेन यस्तो रहेछ भने तपाईँले यहाँ बसेर के गर्नु छ भन्दाखेरि चाहिँ यसको चाहिँ यसरी हामीले एङ्गल मेजरमेन्ट गर्छौँ। यहाँ फिगरमा देखे जस्तै के गर्छौँ त हामीले एङ्गल मेजरमेन्ट गर्छौँ। अब तपाईँले चाहिँ अघि जस्तो बटममा पढ्नु परेन। हामीले यहाँबाट के गरे भयो भन्दाखेरि चाहिँ यसको चाहिँ टपमा के गर्छौँ भन्दाखेरि चाहिँ यसको टपमा जस्तो एउटा टावरको निकाल्नु पर्ने रहेछ भने यसको टपमा के गर्छौँ त हामीले यो यसको एङ्गल मेजरमेन्ट गर्छौँ। एङ्गल के को रेस्पेक्टमा गर्छौँ भन्दाखेरि यसको सिधा हुँदाखेरि चाहिँ यो चाहिँ होरिजिनल प्लेन हो कि यो चाहिँ होरिजिनल प्लेन छ भने यो चाहिँ अब होरिजेन्टल लाइन छ भने यसको रेस्पेक्टमा के गर्छौँ त हामीले भर्टिकल एङ्गल मेजरमेन्ट गरेर यो जेन्थल पनि हुनसक्छ है फेरि यो चाहिँ जनरली हामीले भर्टिकल एङ्गल चाहिँ ल यो चाहिँ थिटा भन्ने मेजरमेन्ट गऱ्यौँ भने अब यो डट लाइन देखाएको हामीले यो इन्स्ट्रुमेन्ट स्टेसनबाट यहाँसम्मको डिस्टेन्स त हामीलाई थाहा नाप्न सकिन्छ नि होइन र। डी भन्ने डिस्टेन्स मेजरमेन्ट गरेर जस्तो तपाईँले चाहिँ अहिले मान्नुहोस् यो चाहिँ यसरी यो चाहिँ यसरी ल सगरमाथा नै रहेछ ल सगरमाथाको चाहिँ तपाईँले हाइट निकाल्नु पर्ने छ यसरी सगरमाथा छ तपाईँ चाहिँ यहाँ बसेर अब्जर्भेसन गर्दै हुनुहुन्छ भने चाहिँ अब हामीले बेससम्मको डिस्टेन्स निकाल्न सक्छौँ डिस्टेन्स नाप्न सक्छौँ बेससम्मको र हामीले अर्को चाहिँ भर्टिकल एङ्गल ठिटा चाहिँ हामीले मेजरमेन्ट गऱ्यो भने के गर्न सक्छौँ त अब ट्रिगोमेट्रिक फर्मुला हामीले के लगाउन सक्छौँ त यो हामीलाई निकाल्नु पर्ने डेल्टा एच छ यो चाहिँ ठिटा छ भने यसमा चाहिँ तपाईँले पारामिटरहरू के हुन्छ त ट्रिगोमेट्रिक फर्मुलाहरू चाहिँ जस्तै यो चाहिँ यो हाइपोटेनिस हुन्छ होला यो चाहिँ पी हुन्छ होला यो भ्यालु भनेको यो भनेको हुन्छ त बी हुन्छ होला। अब हामीलाई पी र बीको आधारमा एङ्गल मेजरमेन्ट गर्छ भने पी र बीको रिलेसन चाहिँ कुन ट्रिगोमेट्रिक फर्मुला दिन्छ त कुन ट्रिगोमेट्रिक फर्मुला दिन्छ र पी र बी भनेको त टेन थिटा दिन्छ टेन थिटा इजकल टु पी बाई बी हो कि होइन। अब पी बाई बी भनेको यसमा पी भनेको छ डेल्टा एच छ बी भनेको छ त डिस्टेन्स डी छ। अब हामीलाई चाहिएको त उचाइको फरक हो भने अब तपाईँले यसरी अलिकति सिम्प्लिफाई गरौँ टेन थिटा इजकल टु डेल्टा एच बाई डी रहेछ। अब डेल्टा एच इजकल टु हामीलाई चाहिएको त डेल्टा एच चाहिएको छ डी टेन थिटा भनेर यसरी ट्रिगोमेट्रिक रिलेसन लगाएर हामीले के गरौँ त उचाइको फरक त निकाल्न सक्यौँ नि। हो यसरी चाहिँ उचाइको फरक निकालिएको छ भने यसलाई के भन्छौँ भन्दाखेरि चाहिँ हामीले ट्रिगोमेट्रिक लेभलिङ भनेर भन्छौँ है त ल। यही कुरालाई त बढी चाहिँ लेख्नु ल। उम्, यो कुरा लेख्नु पर्ने कसरी लेख्न पर्ने छ त अब ट्रिगोमेट्रिक लेभलिङको चाहिँ भर्टिकल एङ्गल र होरिजेन्टल डिस्टेन्स मेजर गरी भर्टिकल एङ्गल र जस्तै अब फिगरमा देखाए जस्तै यहाँ पनि लेखिदिउँ थिटा र होरिजेन्टल डिस्टेन्स मेजर गरी अथवा नापी फरक यो भनेको डेल्टा एच भनेको होइन होरिजेन्टल डिस्टेन्स डी भनेको होइन पत्ता लगाउने विधि। लेभलिङको विधि भनेर भन्नु पऱ्यो है त ल। अब तपाईँले यो चाहिँ कतिको एकुरेटली चाहिँ भर्टिकल एङ्गल र डिस्टेन्स नाप्नु भएको छ भन्ने कुरामा यसो के गर्ने भयो त एकुरेसी डिटर्माइन गर्ने भयो। जसरी हामीले सगरमाथाको हाइट मेजरमेन्ट गर्दाखेरि पनि यही गरेको हो कि होइन वरिपरि चाहिँ 14वटा स्टेसनहरू राख्यौँ त्यो 14वटा सगरमाथाको वरिपरि 14वटा स्टेसन राखेर चाहिँ त्यो विभिन्न 14 ठाउँबाट के अरे 12 ठाउँबाट चाहिँ के गर्यो भन्दाखेरि चाहिँ हामीले 12वटा स्टेसनबाट यसरी नै एङ्गल मेजरमेन्ट गऱ्यौँ। अब 12वटा स्टेसनबाट मेजरमेन्ट गर्दा प्रत्येकबाट चाहिँ यो डेल्टा एच आयो नि होइन र
यो डेल्टा एच आयो भने त्यो मध्ये चाहिँ सबैभन्दा के गरौँ त हामीले एकुरेसीको लागि चाहिँ हामीले के गरौँ त धेरैवटाबाट चाहिँ गऱ्यौँ कि यही इक्वेसन लगाएर हामीले के गरौँ त भन्दाखेरि चाहिँ उचाइको फरक निकाल्यौँ। युज गरेको मेथड मध्ये त यो पनि हो नि होइन र। हामीले विभिन्न मेथडहरू युज गरेका थियौँ। त्यो मध्ये एउटा युज गरेको मेथड त यो ट्रिगोमेट्रिक लेभलिङ पनि युज गरेका थियौँ। जस्तै तपाईँले डाइरेक्ट लेभलिङमा कुन मेथड युज गरेको थियो त प्रिसाइज लेभलिङ युज गरेको थियो होला। इन्डाइरेक्टमा हामीले के गरेको थियो त हामीले यही एउटा ट्रिगोमेट्रिक लेभलिङ पनि युज गरेका थियौँ। र अर्को हामीले जिएनएसएसबाट पनि गरेका थियौँ। हो त्यस्तो काममा चाहिँ के गर्न सकिन्छ त हामीले चाहिँ इनएसेसिबल छ भने त्यस्तो ठाउँमा के हुने रहेछ भन्दाखेरि चाहिँ यो चाहिँ उपयुक्त हुने रहेछ ट्रिगोमेट्रिकल लेभलिङ चाहिँ। जहाँ चाहिँ जान सक्ने अवस्था छैन त्यस्तो ठाउँमा चाहिँ के गर्न सकिनेछ त हामीले ट्रिगोमेट्रिक लेभलिङ चाहिँ हामीले प्रयोग गर्न सकिने रहेछ। भनेपछि त्यही कुरा पनि लेखिदिनुहोस् ल। यो लेभलिङ इनएसेसिबल ठाउँको लागि उपयुक्त हुन्छ भनेर भन्नु पर्यो ल। ल लेखिदिनु त्यही कुरा। यो लेभलिङ लागि उपयुक्त हुन्छ उपयुक्त हुन्छ भनेर भन्नु पर्यो है त ल। यहीँ हामीले त्यो डेफिनेसन लेखिरहेको छौँ यहाँ देखिरहेकै छ अहिले पनि भर्टिकल एङ्गल र डिस्टेन्स ओरिजिनल डिस्टेन्सको आधारमा के गर्नु त हामीले मेजर गरेर उचाइको फरक पत्ता लगाउँदै गरिने लेबलिङको विधि नै के हो त इन्डाइरेक्ट लेबलिङ हो भनेर भन्यो होइन। ल। कस्तो ठाउँको लागि उपयुक्त हुन्छ भन्यो तपाईँले चाहिँ यो चाहिँ फर्मुला पनि हामीले यहाँ डिराइभ गरेर हेऱ्यौँ। जस्तै कसरी चाहिँ यो फर्मुला आउने रहेछ भन्दाखेरि चाहिँ तपाईँले चाहिँ मैले एकै ठाउँमा अलिकति गचागुचु भएको छ तपाईँले चाहिँ अलिक फरक फरक लेख्नु होला है। ल बिचमा छुटिहाल्दो रहेछ होइन। ल यसको चाहिँ यति चाहिँ फर्मुला यसरी आएको थियो होइन। यो चाहिँ के भयो त भन्दाखेरि इन्डाइरेक्टको पनि हाम्रो के भयो भन्दाखेरि यो चाहिँ ट्रिगोमेट्रिक लेभलिङको डेफिनेसन भयो। अब अर्को हामीले के भन्यौँ भन्दाखेरि चाहिँ एउटा लाइन अझै यसमा थप्न पनि सकिन्छ यसमा ट्रिगोमेट्रिक रेसियोहरूको प्रयोग गरिन्छ भनेर अघि हामीले भनेको थप्दै पनि मिल्छ है यसमा चाहिँ। यसमा ट्रिगोमेट्रिक फर्मुलाको एउटा कनेक्टिङ लाइन के प्रयोग गरिन्छ भनेर अनि यो फर्मुला लेख्यो भयो कनेक्टिङ लाइनको लागि है त यसमा भनेर ल। एकैचोटि फर्मुला जानुभन्दा अगाडि चाहिँ यति लेखेर गयो भने अलि सजिलो होला होइन बुझ्न। ल ल अब अर्को लेबलिङ भनेको इन्डाइरेक्ट मेथड अफ लेबलिङमा चाहिँ अर्को भनेको के छ भन्दाखेरि चाहिँ कुन लेबलिङ छ त ब्यारोमेट्रिक लेबलिङ भनेर छ ल। 2 नम्बरमा स्मल बीमा हामीले के भन्छ त ब्यारोमेट्रिक लेबलिङ भनेर के होला ब्यारोमेट्रिक भनेको वायुमण्डलीय जस्तो तपाईँले चाहिँ एयर प्रेसर नाप्ने अथवा वायुमण्डलीय चाप नाप्ने एकाइ नै के अरे इन्स्ट्रुमेन्ट नै के हो त ब्यारोमिटर हो भनेपछि त्यही हामीले एयर प्रेसर नाप्यो भने जस्तो तपाईँ उचाइ बढ्दै गयो भने के हुन्छ एयर प्रेसर चाहिँ घट्दै जान्छ नि होइन र। हो त्यसै त्यही प्रिन्सिपलमा आधार के गर्छ त हामीले चाहिँ ब्यारोमिटरको युज गरेर हामीले एयर प्रेसर नाप्छौँ अनि त्यस पछाडि के गर्छौँ त्यसको आधारमा चाहिँ हामीले के गर्छौँ त उचाइको फरक चाहिँ पत्ता लगाउँछौँ। ब्यारोमिटरमा होरिजेन्टल डिस्टेन्स डाइरेक्टली मेजरमेन्ट गर्छौँ हामीले। ल यसको विभिन्न कन्डिसनहरू छ तपाईँले चाहिँ यदि चाहिँ अब त्यो यो ब्यारोमिट्रिक ट्रिगोमेट्रिक लेभल त्यति त्यसमा हामी गएनौँ जस्तो तपाईँले चाहिँ यो चाहिँ
योभन्दा जस्तो तपाईँले चाहिँ इन्स्ट्रुमेन्ट राख्यो भन्दा यतापट्टिको चाहिँ यो स्टेसन अग्लो भएमा के गर्ने, दुईवटा प्लेनमा परेमा के गर्ने, अथवा स्टाफ के अरे यसको विभिन्न कन्डिसनहरू छ क्या, डिफ्रेन्ट प्लेनमा भए, सिङ्गल प्लेनमा भए, दुईवटा भन्दा कुन अग्लो हुने त्यसको आधारमा विभिन्न कन्डिसनहरू छ, त्यो कन्डिसनहरू गएनौँ, जसमा अल्टिमेटली आउने भनेको फर्मुला यही नै हो क्या। अहिले चाहिँ यति बुझ्दा हुन्छ ल। ल ब्यारोमेट्रिकको लेख्नु त ल। दुई स्थानमा एकैसाथ स्थानमा एकैसाथ के नाप्नु पर्यो रे? वायुमण्डलीय चाप। चाप अथवा एयर प्रेसर। प्रेसर नाप्ने इन्स्ट्रुमेन्ट सेट गरी सोको आधारमा गरिने लेबलिङ। जस्तो तपाईँले चाहिँ अब यसरी हो त, दुई ठाउँमा हामीले ब्यारोमिटरहरू सेट गर्छौँ। जस्तो तपाईँले यहाँ चाहिँ अब यता पोखरामा सेट गर्नुभएको छ होला, अरू ठाउँमा तपाईँले त नि मुस्ताङमा गर्नुभएको छ होला। यसरी हामीले सेट गरेका छौँ होला हो। अब दुई ठाउँमा हामीले के गर्छौँ भन्दाखेरि एयर प्रेसर नाप्छौँ हो। यसरी सेट गर्नुभएको छ नि, एयर प्रेसर नाप्छौँ हामीले यहाँ। कति छ त एयर प्रेसर भनेर हामीले वायुमण्डलीय चाप नाप्छौँ, र यसको आधारमा हामीले के गर्छौँ भन्दाखेरि चाहिँ उचाइको फरक पत्ता लगाउँछौँ। अब यसको चाहिँ प्रिन्सिपल चाहिँ के छ त, यसले के प्रिन्सिपलमा काम गर्छ त? यसको प्रिन्सिपल चाहिँ के होला त यो? हाइट बढ्दै गयो भने हो, उचाइ बढ्दै जाँदा तपाईँहरूले पनि यो त बुझेकै कुरा, उचाइ बढ्दै जाँदा एयर प्रेसर के हुन्छ त? उचाइ बढ्दै गर्दा हावाको प्रेसर चाहिँ के हुन्छ, घट्छ भन्ने प्रिन्सिपलमा के हुन्छ भन्दाखेरि यो चाहिँ आधारित हुन्छ। ल, उचाइ बढ्दै जाँदा, त्यही भएर त हामीलाई सास फेर्न गाह्रो हुन्छ नि होइन, अल्टिच्युडमा गयो भने। त्यही नै प्रिन्सिपलमा हो यो चाहिँ आधारित। जाँदा घट्छ भन्ने प्रिन्सिपलमा आधारित हुन्छ भनेर भन्नु पर्यो है त ल। यसको चाहिँ त्यो भने के हो भन्दाखेरि चाहिँ अब हाइट इज इन्भर्सली प्रोपोर्सनल टु एयर प्रेसर भन्नु पर्यो, वान बाई भनेपछि इन्भर्सली प्रोपोर्सनलमा गयो होइन। ल, हाइट इज इन्भर्सली प्रोपोर्सनल टु एयर प्रेसर भन्नु पर्यो, यही प्रिन्सिपलमा चाहिँ आधारित हुन्छ है। अब यस्तो खालको लेबलिङ चाहिँ कति बेला चाहिँ युज गर्ने त हामीले? यो चाहिँ हामीले यो लेबलिङ चाहिँ जस्तै अघि मैले तपाईँहरूलाई चाहिँ ट्रिगोमेट्रिक लेबलिङ त जस्तो प्रिसाइजै काममा पनि हामीले प्रयोग गर्न सक्दो रहेछौँ भन्दाखेरि चाहिँ अब यो लेबलिङ चाहिँ हामीले कति बेला चाहिँ प्रयोग गर्छौँ होला, अथवा विभिन्न यो ब्यारोमिटरहरू टाइप मध्ये चाहिँ कुन ब्यारोमिटर चाहिँ हामीले युज गर्छौँ होला त? कुन चाहिँ ब्यारोमिटर चाहिँ युज गर्छौँ होला भन्दा यसको विभिन्न टाइपहरू मध्ये जनरल्ली एन्ड्रोइड ब्यारोमिटर इज युज। जनरली एन्ड्रोइड ब्यारोमिटरको प्रयोग
गरिन्छ भन्नु पऱ्यो। ब्यारोमिटरको टाइप्सहरू छन् विभिन्न मध्ये चाहिँ हामीले जनरली चाहिँ हामीले यसमा चाहिँ एन्ड्रोइड ब्यारोमिटर गर्छ त प्रयोग गर्छ गरिन्छ भनेर भन्नु पऱ्यो है त। ल यो चाहिँ कस्तो काममा चाहिँ हामीले प्रयोग गर्छौँ होला? यो लेभलिङ कम शुद्धता भएको आवश्यक पर्ने काम जस्तै के होला यो? कम शुद्धता आवश्यकता पर्ने कामहरू भने के होला त? कस्तो कस्तो काम होला त? रेकी। हामीलाई जनरल हाइट चाहियो। रेकी गर्दाखेरि हाम्रो जनरल हाइट भयो हुन्छ नि होइन र? प्रिलिमिनरी सर्वे प्रारम्भिक सर्वेहरू गर्दाखेरि जनरल प्रारम्भिक सर्वे गर्दै हुन्छ भने सर्वेमा प्रयोग गरिन्छ। ल एन्ड्रोइड ब्यारोमिटर भन्नाले एउटा ब्यारोमिटरको टाइप छ कि जनरली हामीले युज गर्ने ब्यारोमिटरहरू मध्ये पनि अब हामीले यो चाहिँ लेभलिङको लागि युज गर्ने ब्यारोमिटर हो क्या। त्यो चाहिँ हो एउटा टाइप चाहिँ हो भनेर बुझ्नु न अहिले चाहिँ। ल यति कुरा त तपाईँले चाहिँ ब्यारोमेट्रिक लेभलिङको बारेमा चाहिँ यति कुराहरू चाहिँ बुझ्नु पर्यो। उम्। अब अर्को इन्डाइरेक्ट ब्यारोमिटरको चाहिँ ब्यारोमेट्रिकको चाहिँ अर्को चाहिँ मेथड भनेको के छ भन्दाखेरि चाहिँ सी नम्बरमा पुग्यो होइन हामी आइसोमेट्री भनेर छ। अब आइसोमिटर भने के होला त? आइसोमिटर भने के होला? जस्तै अघि चाहिँ हामीले नाममा ब्यारोमिटर भनेको थियौँ ब्यारोमिटर के युज गरेका थियौँ भने अब यसमा आइसोमेट्री भने के होला त? आइसोमिटर भने के होला त भन्दाखेरि चाहिँ ल त के को आधारमा यसमा लेबलिङ गरिन्छ होला त? पानी उम्लने बिन्दु चाहिँ बोइलिङ पोइन्ट हो। बोइलिङ पोइन्टको अथवा चाहिँ जस्तै तपाईँले तराईमा उम्लिने पानी उम्लिने तापक्रम र हिमालमा गयो भने पानी उम्लिने तापक्रम एउटै हुन्छ त? हुँदैन नि होइन र फरक हुन्छ नि होइन र? हो त्यो पानी कति डिग्रीमा चाहिँ उम्लिन्छ भन्ने आधारमा के गर्न सक्छौँ त भन्दाखेरि चाहिँ हामीले उचाइको फरक पत्ता लगाउन सक्छौँ। जस्तो तपाईँलाई चाहिँ तराईको टेम्परेचर 40 डिग्रीमा 40 डिग्री हुँदाखेरि पानी उम्लिने पोइन्ट र हिमालको चाहिँ टेम्परेचर -30 डिग्री हुँदाखेरि चाहिँ पानी उम्लिने पोइन्ट चाहिँ फरक हुन्छ। हो त्यो कति डिग्री टेम्परेचर हुँदा कतिमा उम्लिन्छ भन्ने आधारमा पनि हामीले उचाइको फरक पत्ता लगाउन सक्छौँ क्या। हो त्यो भनेको के हो भन्दाखेरि चाहिँ आइसोमेट्रिक लेभलिङ। के को आधारमा भन्ने मात्रै बुझ्यो भने भइहाल्छ है त। पानी उम्लने तापक्रम अथवा बोइलिङ पोइन्ट भन्छौँ होइन यसलाई हामीले। पोइन्टको फरकको आधारमा उचाइको भिन्नता पत्ता लगाउने लगाउने विधि भन्नु पर्यो। ल पानी कति डिग्रीमा उम्लिन्छ त्यही अनुसार हामीले के गर्न सक्छौँ त हामीले पत्ता लगाउन सक्ने रहेछौँ। ल, यसको प्रिन्सिपल के हुन्छ होला त? प्रिन्सिपल चाहिँ के हुन्छ होला? प्रिन्सिपल के हुन्छ होला त? अब यसमा पनि यिनै कुराहरू चाहिँ लिएर आउनु पऱ्यो है मैले। प्रिन्सिपल के हुन्छ होला त? ल यसैलाई एडिट गर्दैछु है मैले चाहिँ। यसको पनि के हुन्छ भन्दाखेरि चाहिँ प्रिन्सिपल भनेको मैले मेटेकोमा अर्कै कलर लेखिदिइरहेको छु जस्तै ल्यायो भने त उचाइ बढ्दै जाँदा उचाइ बढ्दै जाँदा बोइलिङ पोइन्ट पानी उम्लने चाहिँ बिन्दु भनेको होइन
बोइलिङ पोइन्ट घट्छ भन्ने प्रिन्सिपलमा इन्भर्स रिलेसन हुन्छ होइन, आधारित हुन्छ भनेर भनेका छौँ। अब यसको पनि तपाईँले यसरी नै भन्नु पर्यो भन्दाखेरि चाहिँ जस्तै यसलाई पनि यसरी इन्डिकेट गर्नु पर्यो भने के भन्नु पर्यो त, यो कुरालाई मेटेर के भन्नु पर्यो, इन्भर्सली प्रोपोर्सनल टु के भन्नु पर्यो, बोइलिङ पोइन्ट पोइन्ट भनेर भन्नु पर्यो होइन। ल यो पनि सेम ठाउँमा नै प्रयोग गरिन्छ, त्यो धेरै शुद्धता नहुने भएको भएर यो लेबलिङ पनि के गरिन्छ भन्दाखेरि चाहिँ कम शुद्धता आवश्यक पर्ने ठाउँहरू जस्तै रेक्की र प्रिलिमिनरी सर्वेमा नि के गरिन्छ त्यसमा पनि युज गरिन्छ भनेर भन्नु पर्यो, एउटै चाहिँ हो है त। ल कम शुद्धता जहाँ आवश्यकता पर्छ के गर्छौँ त्यसमा चाहिँ के गर्छौँ त हामीले यो लेबलिङ चाहिँ प्रयोग गर्न सक्छौँ भनेर भन्नु पर्यो। ल यति पढ्दै गर्दाखेरि चाहिँ अब तपाईँहरूलाई अब यो चाहिँ हामीले विभिन्न टाइप्स अफ लेबलिङ पढ्दै गर्दाखेरि चाहिँ तपाईँहरूलाई चाहिँ जस्तै सगरमाथाको उचाइ मापन गर्दा कुन लेबलिङ गरिएको थियो भन्ने टाइप्सबाट सोधियो भने कुन लेबलिङ लेख्नु त? सगरमाथा हाइट मेजरमेन्ट गर्दाखेरि कुन मेथड चाहिँ प्रयोग गरिएको छ? सगरमाथाको हाइट मेजरमेन्ट गर्दा कुन मेथडको चाहिँ प्रयोग गरिएको छ होला त यो मध्ये चाहिँ कसैले के आइडिया छ? ल यति चाहिँ हामीले चाहिँ डाइरेक्ट र इन्डाइरेक्टको बारेमा यतिको बारेमा भन्यौँ भने अब सगरमाथाको हाइट मेजरमेन्ट गर्दै गर्दाखेरि कुन मेथडको प्रयोग गरिएको थियो होला? एभरेस्ट हाइट मेजरमेन्ट गर्दा कुन चाहिँ हामीले प्रयोग गरेका थियौँ होला त? हो, डाइरेक्टमा चाहिँ हामीले डाइरेक्ट लेभलिङमा चाहिँ प्रिसाइज लेभलिङ प्रिसाइज लेभलिङ हो, अनि इन्डाइरेक्टमा कुन युज गरेको छ त? इन्डाइरेक्ट लेभलिङमा हामीले कुन युज गरेको रहेछ त? ट्रिगोमेट्रिक लेभलिङ चाहिँ युज गरेको रहेछौँ। र सँगसँगै हामीले के पनि युज गरेका छौँ भन्दाखेरि चाहिँ जिएनएसएसबाट पनि हामीले मेजरमेन्ट गरेका थियौँ। भनेको चाहिँ सगरमाथाको उचाइ अथवा हाइट मेजरमेन्ट गर्दा कुन लेभलिङको विधिको प्रयोग गरिएको थियो भनेर चाहिँ सोध्यो भने भनेको है त। ल कुन लेभलिङको विधिको प्रयोग गरिएको थियो भन्दाखेरि चाहिँ यसरी डाइरेक्टमा कुन चाहिँ र इन्डाइरेक्टमा कुन चाहिँ जिएनएसएस र ग्राभिटी पनि सँगसँगै भएको थियो है। यो पनि फेरि अब लेभलिङ त होइन तर यसमा टाइप्समा आउँछ, एन्ड ग्राभिटी पनि, ग्राभिटी सर्वे पनि सँगसँगै गरेका थियौँ। ग्राभिटीले पनि असर गर्ने भएको भएर यो दुइटा चाहिँ हामीले यसरी चाहिँ यो चाहिँ लेबलिङ गर्ने बेलामा चाहिँ यो सर्वे यसरी गरेका थियौँ भनेर भन्नु पऱ्यो है त। डाइरेक्टमा प्रिसाइज नै थियो, इन्डाइरेक्टमा ट्रिगोमेट्रिकली थियो, जिएनएसएसबाट पनि थियो र अनि ग्राभिटी थियो। अब यति भन्दै गर्दा अर्को चाहिँ जिएनएसएस भन्यो भने मैले तपाईँले जिएनएसएसबाट उचाइको फरक पत्ता लगाइयो भने कुन उचाइ आउँछ होला? अर्थोमेट्रिक हाइट आउँछ होला कि, अथवा चाहिँ मिन सी लेभलकै हाइट आउँछ होला कि, अथवा चाहिँ तपाईँहरूलाई चाहिँ के अरे इलिप्सोइडल हाइट आउँछ, कुन हाइट आउँछ होला जिएनएसएसबाट? एमसिक्यूमा यसरी आइदियो भने जिएनएसएसबाट कुन हाइट आउँछ होला भन्दाखेरि यसमा एउटा इलिप्सोइड डिफाइन गरेको हुन्छ। अब इलिप्सोइड भने के हो भनेर फेरि अब अगाडि तपाईँले इन्ट्रोडक्सन टु सर्वेमा आइसक्यो होला, हो त्यही भएर इलिप्सोइडल हाइट चाहिँ दिन्छ है। फेरि यसले चाहिँ मिन सी लेभलबाट आउँदैन, यो चाहिँ केबाट आउँछ त? इलिप्सोइडल हाइट चाहिँ आउँछ। कहिले कहिले एमसिक्यूमा सोधिरहेको हुन्छ जिएनएसएसबाटले अथवा जिएनएसएसबाट कुन हाइट आउँछ भनेर सोध्यो भने के भन्नु पर्यो त? इलिप्सोइडल हाइट भनेर भन्नु पर्यो। ल
ट्रिगोमेट्रिक अथवा चाहिँ तपाईँले चाहिँ प्रिसाइज लेभलिङ यिनीहरूबाट त अर्थोमेट्रिक हाइट आउँछ, अथवा चाहिँ जनरल्ली हामीले चाहिँ के गर्छौँ भन्दाखेरि मिन सी लेभललाई चाहिँ लिएर मिन सी लेभलबाट नापेको हाइटहरू चाहिँ आउँछ होइन। ल, यो पनि क्वेसनहरू तपाईँलाई आइरहेको हुन्छ ल। यति चाहिँ मैले तपाईँहरूलाई रिटर्नमा जस्तो तपाईँहरूलाई चाहिँ डाइरेक्ट लेभलिङ भनेको के हो र यो कति प्रकारको हुन्छ भन्यो भने यसरी तपाईँहरूले चाहिँ लिस्ट आउट गर्दै यसरी लेख्नु पर्यो विभिन्न लेभलिङको टाइप्सहरू चाहिँ। टाइप्स अफ लेभलिङ भन्दै सोध्यो भने डाइरेक्ट र इन्डाइरेक्ट हुन्छ भन्दै यसरी लेख्नु पर्यो। यसबाट आउन सक्ने एमसिक्यूहरू र अनि ओभरअलमा मैले तपाईँहरूलाई कहिले टाइप्स डाइरेक्ट नभनिकन हामीले चाहिँ युज गरेको टाइप्स कुन चाहिँ थियो भनेर पनि भनिदिन सक्छ। अरू अरू पनि हुन्छ, त्यो मध्ये मेजर चाहिँ यो तिनवटाहरू चाहिँ टिपाएको मैले। उम्. तपाईँले त्यो नभनिकन चाहिँ एभरेस्ट नभनिकन हामीले बिएम स्थापना गर्दाखेरि चाहिँ कुन लेभलिङ गरेको हो त बिएम स्थापना गर्दाखेरि, त्यसरी नभनिकन ल अर्को चाहिँ बेन्चमार्क स्थापना गर्दा भन्यो भने चाहिँ कुन चाहिँ युज गरेको हामीले। बेन्चमार्कको स्थापना गर्दाखेरि चाहिँ हामीले कुन लेभलिङ युज गरेको त, कुन चाहिँ युज गरेका थियौँ पहिला चाहिँ हामीले बेन्चमार्कको स्थापना गर्दा हो स्पिड लेभलिङ। डाइरेक्टको नि कुन युज गरेको त हामीले स्प्लिट अथवा यसलाई के भन्थ्यौँ जियोडेटिक, अथवा हामीले प्रिसाइज लेभलिङ पनि युज गरेका थियौँ। हो यसरी चाहिँ भन्नु पर्यो तपाईँले, यो तिनटै बेला चाहिँ एउटैले भन्छ होइन। ल।